जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल सिन्हाज्यूलाई यो अहिलेको सरकारले पक्राउ गरेर सोधपुछ गरेको छ। अनि त्यसको कारण के रहेछ भन्दाखेरि उहाँले एउटा अभिव्यक्ति दिनुभएको रहेछ, नेपालमा बसेर फ्री तिब्बतको नारा लगाउन छोड्नुहोस्, त्यो घातक हुनसक्छ, त्यस्तो प्रकारले। अनि त्यही भएर उहाँलाई एउटा यस्तो क्रिमिनल जसरी वर्ताव गरियो। मैले भर्खर उहाँको भिडियो हेरेँ, दुःख लाग्यो। मलाई बोल्न दे सरकार भनेर आएको सरकारले आज एउटा अभिव्यक्तिकै कारणले गर्दाखेरि पक्राउ गरेर इन्टरोगेसन गर्नु, त्यो आफैमा निन्दनीय कुरा हो, लोकतन्त्रको लागि घातक हो। नेपालमा लोकतन्त्र ल्याउनको लागि कतिजनाले लड्नु भएको छ, यो याद गर्न जरुरी छ। कतिजना व्यक्तिहरू शहीद हुनुभएको छ, यो याद गर्न जरुरी छ। त्यो शहीदहरूको रगतले बोल्नेछ एक दिन। यस्तै प्रकारको तानाशाही, यस्तै प्रकारको डिक्टेटोरियल स्टेट बनाउन खोजिएको हो भने यो सरकार अहिले नै संयमित हुन जरुरी छ। किनकि हिजोको दिनमा मलाई बोल्न दे सरकार भनेर लगाएको नारा एकचोटि पुनः स्मरणमा आओस् यो सरकारको। तर सुरुवाती चरणदेखि नै सरकार बनेको एक हप्ता पनि नबित्दै यस्तो प्रकारले लोकतन्त्रको धज्जी उडाउन आफैमा राम्रो काम होइन, राम्रो कर्म होइन। यो सबैले याद राख्नुपर्छ। उहाँको र हामी सबैको लोकतान्त्रिक अधिकारको लागि फेरि पनि लड्ने दिन नआओस् भन्ने मेरो चिन्ताको विषय हो। सबैलाई धन्यवाद।